सोच्नुहोस् त आफ्नै फोनले चुपचाप हाम्रो जासुसी गरिरहेको छ। यो त निकै डरलाग्दो कल्पना हो, तर पेगासस जस्तो जासुसवेयरले यसलाई यथार्थ बनाइदिएको छ। आज हामी यही डिजिटल खतरा पेगासस बारे अलि गहिरिएर कुरा गर्दैछौँ। यसले विश्वभरि नै ठूलो चिन्ता पैदा गरेको छ। हामीसँग एउटा स्रोत छ, डिटेक्टिङ एन्ड प्रोटेक्टिङ योर स्मार्टफोन फ्रम पेगासस स्पाइवेयर भन्ने। यसमा यो के हो, कसरी काम गर्छ अनि कसरी बच्न सकिन्छ भन्ने जानकारी छ। आउनुहोस् यसैमा केन्द्रित रहेर कुरा गरौँ। सुरुमा यो पेगासस भनेको खासमा के हो? यो त इजरायली कम्पनी एनएसओ ग्रुपले बनाएको रे, होइन? हो, एनएसओ ग्रुपले विकास गरेको हो। उनीहरूको भनाइ-अनुसार त यो सरकारी निकायहरूलाई आतंकवाद र गम्भीर अपराधसँग लड्न मद्दत गर्न बनाइएको उपकरण हो। तर यसको क्षमता त निकै खतरनाक छ भन्ने सुनिन्छ नि। एकदम। यसको क्षमता साँच्चै डरलाग्दो छ। यसले आक्रमणकारीलाई संक्रमित स्मार्टफोनको लगभग पूर्ण नियन्त्रण दिन्छ। मतलब माइक्रोफोन, क्यामेरा गोप्य रूपमा अन गर्ने, मेसेजहरू पढ्ने, इमेल, ब्राउजर इतिहास हेर्ने, लोकेसन ट्र्याक गर्ने, स्क्रिनशट लिने, सबै। सबै। अनि सबैभन्दा चिन्ताको कुरा के हो भने यो शून्य क्लिक जासुसवेयर हो। शून्य क्लिक त्यो भनेको? मतलब प्रयोगकर्ताले के गर्ने पर्दैन, कुनै लिङ्क क्लिक गर्नु परेन, केही डाउनलोड गर्नु परेन। जस्तै व्हाट्सएपमा एउटा मिस्ड कल आयो, बस फोन संक्रमित हुन सक्छ, प्रयोगकर्ताले थाहै नपाउन सक्छ। लौ, मिस्ड कलले मात्रै? कस्तो अचम्म हो। अनि अर्को खतरनाक कुरा, यसलाई हटाउन खोज्दा वा हटाइसकेपछि पनि यसले आफ्नो उपस्थितिको लगभग सबै डिजिटल जौवयत मतलब प्रमाणहरू मेटाइदिन्छ। त्यसो भए त पत्ता लगाउनै गाह्रो भयो नि। हो नि, पत्ता लगाउन असाध्यै गाह्रो। सुरुमा त यो फिशिङ लिङ्क मतलब नक्कली लिङ्क क्लिक गराएर फैलिन्थ्यो, तर पछि व्हाट्सएपको कमजोरी प्रयोग गर्यो। हो, सुरुमा फिशिङ विधि प्रयोग हुन्थ्यो, तर पछि विकसित भएर व्हाट्सएपको भोइस कल सिस्टममा भएको त्यो बेला पत्ता नलागेको कमजोरीलाई प्रयोग गरेर फैलियो। त्यही मिस्ड कलवाला तरिका? त्यही हो। एन्ड्रोइड फोनहरूमा यसले फ्रामारुट जस्ता विधिहरू प्रयोग गरेर सिस्टममा गहिरो पहुँच बनाउँछ। अनि आइफोनहरूमा आइओएसमा चाहिँ जिरो डे कमजोरीहरू। जिरो डे कमजोरी त्यो भनेको कस्तो? जिरो डे भनेको सफ्टवेयर बनाउने कम्पनीलाई नै थाहा नभएको वा भर्खरै थाहा भएको नयाँ सुरक्षा कमजोरी हो। त्यस्ता कमजोरी प्रयोग गरेर यसले फोनलाई चुपचाप जेल ब्रेक गर्छ। मतलब एप्पलले लगाएको सुरक्षा घेरा तोडेर मालवेयर स्थापना गरिदिन्छ। अनि प्रयोगकर्तालाई केही थाहै हुँदैन, फोन स्लो हुने वा त्यस्तो केही? प्राय केही हुँदैन। यसले उपकरणमा कुनै देखिने सङ्केत छोड्दैन। फोनको कार्यसम्पादनमा पनि खासै असर देखिँदैन। अझ शङ्का नहोस् भनेर यसले त्यो सङ्क्रमण गराउन प्रयोग भएको आगमन कल लगहरू समेत मेटाइदिन सक्छ। सम्भव जस्तै छ आम प्रयोगकर्ताका लागि, तर कहिलेकाहीँ एकदम दुर्लभ अवस्थाहरूमा केही अस्पष्ट सङ्केतहरू देखिन सक्छन्। जस्तै व्हाट्सएपबाट सङ्क्रमण भएको भए एप अपडेट गर्न सूचना आउन सक्छ। कहिलेकाहीँ अचानक डेटा धेरै खपत हुन थाल्ने, ब्याट्री छिटो सकिने, फोन अलि बढी तात्ने, वा कुनै एपले मागेको अनुमतिभन्दा बढी जस्तै क्यामेरा वा माइक्रोफोनको अनुमति लिएको जस्तो देखिने। तर यी लक्षणहरू अरू कारणले पनि हुन सक्छन्, त्यसैले यकिन गर्न गाह्रो छ। अनि त्यो एमनेस्टी इन्टरनेसनलले बनाएको टुलको कुरा नि, एमभिटी भन्ने? एमभिटी मोबाइल भेरिफिकेसन टुलकिट, यो अलि प्राविधिक उपकरण हो। यसले फोनलाई स्क्यान गरेर पेगाससले छोडेका केही शङ्कास्पद फाइल वा सङ्केतहरू छन् कि भनेर खोज्न मद्दत गर्छ। तर यो प्रयोग गर्न अलि जटिल छ र यसले पनि 100% ग्यारेन्टी चाहिँ दिँदैन, केवल शङ्कालाई मजबुत बनाउन सक्छ। यो सुन्दा त निकै निराशाजनक रहेछ। पत्ता लगाउन यति मुस्किल। त्यसो भए आम मानिसले यसबाट जोगिन केही गर्न सक्छन् कि सक्दैनन् त? अवश्य सकिन्छ। केही आधारभूत तर एकदमै महत्त्वपूर्ण सावधानी अपनाउनु पर्छ। पेगासस जस्तो खतरालाई मात्रै नभएर अरू मालवेयरबाट बच्न पनि यी उपाय उपयोगी छन्। के हुन् ती उपायहरू? पहिलो कुरा, नचिनेको स्रोतबाट आएका शङ्कास्पद देखिने लिङ्कहरूमा कहिल्यै क्लिक नगर्ने, एकदमै सचेत हुने। अर्को, सकेसम्म भरपर्दो वाइफाई नेटवर्क मात्र प्रयोग गर्ने। सार्वजनिक वाइफाई चलाउनै परे VPN प्रयोग गर्ने। VPN हो, त्यो त महत्त्वपूर्ण छ। अनि सबैभन्दा महत्त्वपूर्ण, आफ्नो फोनको अपरेटिङ सिस्टम एन्ड्रोइड वा iOS र सबै एपहरूलाई सधैँ अपडेटेड राख्ने।
कम्पनीहरूले नयाँ अपडेट पठाउने बित्तिकै इन्स्टल गरिहाल्ने, किनभने पेगासस जस्ता सफ्टवेयरले प्राय पुरानो अपडेट नगरिएको सफ्टवेयरको कमजोरीलाई नै निशाना बनाउँछन्। त्यो 0 डे बाहेक अरू थाहा भइसकेका कमजोरीहरू पनि प्रयोग गर्छ होला नि त। हो नि, त्यसैले अपडेट एकदमै जरुरी छ। अनि बलियो, अनुमान गर्न नसकिने पासवर्ड प्रयोग गर्ने, राम्रो खालको एन्टिभाइरस सफ्टवेयर राख्ने, फिशिङ प्रयासहरूबाट सचेत रहने, अनि आफ्नो फोनमा अरूलाई भौतिक पहुँच नदिने, मतलब फोन जथाभावी नछोड्ने। यी सबै सावधानी अपनाउँदै पनि मानिलियौँ कसैको फोन संक्रमित भइहाल्यो, अब के गर्ने त? के उपाय छ कि छैन? यहाँनिर चाहिँ अलि दुःखद कुरा छ। स्रोतका अनुसार धेरैजसो अवस्थामा पेगाससबाट पूर्ण रूपमा छुटकारा पाउने एकमात्र निश्चित उपाय भनेको के हो? त्यो संक्रमित उपकरणलाई त्याग्नु नै हो। के? फोन नै फाल्नुपर्ने? हो, सुन्दा नराम्रो लाग्छ, तर यो यति गहिरो र जटिल मालवेयर हो कि फ्याक्ट्री रिसेट गर्दा पनि यो पूर्ण रूपमा नहट्ने सम्भावना धेरै हुन्छ। फ्याक्ट्री रिसेटले पनि काम नगर्ने? सधैँ गर्छ भन्ने छैन। यो निकै गहिराईमा लुकेर बसेको हुन सक्छ। यदि कुनै प्राविधिक विधिबाट हटाउन सफल भइयो भने पनि तुरुन्तै आफ्नो सबै अनलाइन खाताहरू, इमेल, सामाजिक सञ्जाल, ब्याङ्किङ सबैको पासवर्ड परिवर्तन गर्नु एकदमै आवश्यक हुन्छ। खतरा, यसको त्यो डरलाग्दो 0 क्लिक क्षमता अनि यसलाई पत्ता लगाउन कति गाह्रो छ भन्ने बारेमा कुरा गर्यौं। सामान्य सुरक्षाका उपायहरू त महत्त्वपूर्ण छन् नै, तर पेगासस जस्तो विशिष्ट र शक्तिशाली खतराबाट बच्न त अझ धेरै सतर्कता र सावधानी चाहिने रहेछ। हो, एकदमै। र यो प्रविधिले एउटा ठूलो प्रश्न पनि खडा गर्छ नि, हैन? जब यस्ता शक्तिशाली पत्ता लगाउनै नसकिने जासुसी उपकरणहरू बजारमा छन् र कहिलेकाहीँ त्यसबाट बच्ने अन्तिम उपाय भनेको आफ्नो डिभाइसै त्याग्नुपर्ने हुन्छ भने हाम्रो व्यक्तिगत गोपनीयता र डिजिटल सुरक्षाको वास्तविक अर्थ के रह्यो होला त? हो, यो साँच्चै सबैले विचार गर्नुपर्ने कुरा हो।